साथी यता हेर त ढकाल हामी चाहिँ आज फाइनली गुराँसेको फेदमा पुग्ने प्लानमा आइरहेको अरूबाट त्यो पाउने अपेक्षा राख्छ भने त्यो मान्छे त्यही त सबैभन्दा अपराध हो त्यो भनेको यस्तो दामी मौसम गरिरहेको छ गाइस अब बयान के गरौँ आज नआउने साथीहरूलाई त अब के भनौँ यति दामी देखिन्छ म मऱ्यो भने त मेरो शरीरको अधिकार मसँगै छैन मैले यति चाहिँ अब हामी चाहिँ यहाँ काफल चोर्ने प्लानमा अरे 617 हो है यो धन्यवाद यार थ्याङ्क यू यार फर्स्टचोटि यता आएर ल क्यामेराम्यान भएपछि यतिको फाइदा चौहान त काफलगिरी कुटुक्यो भन्ने सुनेन र ए मलाई यार ललित है टक्क लाएर घुट्टी काँडाको हिँड्ने बाटो चाहिँ गाह्रो तर आउने यहाँसम्म केटाहरू सक भइरहेछन् अगाडि पिच देखेर तर केही छैन धेरै अरे केटा ठाउँको नाम भनिदियो त गुम्बा जानको लागि रेडी हो हामी माथिको त्यो गुम्बा ट्राफिक यता सुर्खेत यतातिर दैलेख अब हामी टक्क लाएर सामान बनाइसकेपछि अब नास्ता खाने बेला आइरहेको छ उकालोमुखी सुन्दर वातावरणमा सुन्दर मान्छेहरू सुन्दर ठाउँमा आउँदा कस्तो खाले मजा आउँदैन माथि चाहिँ हिरोहरू पहिले आएर बसिसकेको छन् सुर्खेत भ्याली त्यहाँ छ भनेपछि यो चाहिँ छेडा अरे होइन छेडा यो छिराउने हो यो ए यहाँ औला छिराउने एउटा पकौडी हान्छ है जसले उ गर्छ त्यसले एउटा पकौडी हान्छ है चिटिङ नो चिटिङ है हेर के गरे के भयो यिनलाई के तिनले खाना पाए हो आउट ल एक रात जाऊ अनि यहाँ आउँदा क्यामेरासम्म ल छिटो जाऊ न ल भएन ए ल यहाँ एक रात ल साथी लौ त यिनलाई वान चान्स छ है त यिनले पकौडा हान्ने जस्तो भएन ल दमदार प्रस्तुतिको साथ अगाडि आउँला छिराउनको लागि भएन हिस्सा कोही पनि भएन ल है सिजन साथी यता प्लास्टिक
यहाँ चाहिँ अहिले हामी पानी माग्न आइरहेको छौँ। त्यहाँदेखि अब फाइनली हामी गुराँसमा गुराँस टिप्नको लागि हेर्नको लागि जाँदैछौँ। हेर्छु गाइज, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। फेरि मौसम अलिक खराब गरिहाल्यो कि यो फेरि उ नलायो फेरि। तर अस्तिको भन्दा त क्लियरिटी नै छ नि यहाँ। यहाँ आएपछि अरूको संसार हेर्न कहाँ जानु पर्यो, कहीँ पनि जानु पर्दैन। पर्दैन नि। ओहो यहाँ गुराँस रहेछ त। झोला खाली गर है। अब झोलाको जकेट सकेट ल्याएर राखौँ न। त्यसको लागि केका लागि जानु त अनि यहाँ चाहिँ गुराँसहरू यस्तो दामी तरिकाले खासै त्यति झपक्कै लपक्कै भनेको जस्तो चाहिँ छैन। आँखाले लादेमा छौँ हामी फाइनली। फुल त रातै राम्रो दाजै भनेर के छ र डाइरेक्ट यहाँ मैले हल्का थाहा भयो। दाजै फुल त रातै राम्रो है। यो फुललाई कति मर्छ भनेर फाइनली हामी चाहिँ अब गुराँस टिप्नको लागि सलल बगेको पानी पानी खान गएको गुराँस टिप्न आएको। खासमा हामी गुराँसै भने राम्रो है। हाम्रो राष्ट्रिय फुल गुराँस यसरी धेरै डालासाला त नभाँचौँ तर के भन्छन् यो मान्छे। ए के यस्तो बाटो जङ्गल जङ्गल के हो यस्तो जङ्गल। यो हो नि त पारा भनेको। एकछिन बख त मैले यस्तो मेरी बाबा ओ यस्तो पो त के छ होला है। अब कस्तो राम्रो चाहियो त यो भन्दा राम्रो फुल काहीँ पाइन्छ। पानी पर्यो केटा यत्रा नि। यहाँबाट छ त फेरि केटी देख्नै नहुने के केटी देख्नै नहुने पछाडि हेर त केटीले हेरिरहेको छन् बाटो यता उता गएर म त सोच्छु है म चाहिँ विमर्शकतिर हो हामी हिँडेर नाचिरहेछौँ एउटा यिनी हो हेर्नु नदिने एउटा उदी
अन्त सम्हाल्नु पर्दैन ए ललित पुची यो हावाको लहर सँगै उडिरहन मन तिम्रो त्यो बासना मनमै चल्यो रे हावाको हैन तालको पात ल ल ल पानी भन्ने थियो अहिले एकछिन रोक्नुहोस् भनेको रोकिन्छ अहिले फेरि घाम लागिरहेछ अब के खाने नास्ता सस्तो के खाने र नदेखियो ल अहिले आएर साथीले त्यस्तोसम्म है हेर्नुमा एकदेऊ न ओए बौलो यहाँ चाहिँ अलि व्यवस्थित पिच रोड भएर दामी भएर रहेछ अघिको त्यो डाँडाभन्दा उता कहाँ कहाँ माथिबाट गएर आएको हामी आफै बुझ यो सर्टमा कति पावर गयो होला कस्तो छ अरे बिस्कुट यहाँ पनि हेर्छु सहर हो कि सहर यो सहर हो सिटी अफ सुर्खेत भ्याली अरे के र मर्यो भने काम काटेर फालिदिउँला प्यारासुट बिना त जङ्गुर खान नहुँदाखेरि अब नमान्दिने अनि मैले हान्दैन त नि होइन साथी त्यस्तो हुन्न मैले पनि अनि मतलब सुडाले मैले अघि खानु मैले ल्याउनुभन्दा अगाडि नै सोधेको थिएँ नि मैले मतलब होइन साथी हुन्न हान्दैन गिलास ल्याएर 20-30 रुपियाँको बेच्ने हो त चासोको मूल्य किनिन्छ होइन केटाहरूको नखाने अछाममा डल दिन्छ क्या दाना ल टम्कु त्यो ढुङ्गाहरूमा एकछिन ए भाइहरू के गरिरहेछ हो ए भाइहरू फाइनली हामी चाहिँ यो हाम्रो बैलगाडामा आइसकेको छौँ अब चाहिँ जाने प्लानमा छौँ हामी सबैजना घरतिर जाने प्लानमा छौँ लेट्स सी खुसी अब फाइनली यहाँ एकदम रमाइलो गरिसकेर हामी चाहिँ लट्सी जान लाग्यो अब उतै भेटौँला धन्यवाद चिजो पाकेको यहाँ भेटाइरहेछ है केटाहरूले तिम्रो त्यो बाख्राको घुसिनहरू हुन्छ नि त्यहाँ मलमा हालिदियो भने थैलामा बाँधेर मजा मसँग छ एउटा फाइनली अब अहिले भ्याइयो आजको लागि यति नै लेट्स सी